आदरणीय दर्शकबिनहरू, म तपाईहरु समक्ष एउटा अन्तर्वार्ता लिन गइरहेको छु। यो याङ्गुको सहारा स्टेडियम हो, जहाँ तपाईलाई मैले एकछिन अगाडि लाइभ कभरेज देखाइसकेको छु। बङ्गलादेश र नेपाल बीच एकदमै सङ्घर्षमय म्याच भएको थियो, जहाँ बङ्गलादेशले नेपाललाई जित्यो। तर यो जित गेममा खेलमा हार र जित भइहाल्छ, तर यो खेल आयोजना हुनु नै कोरियामा सबैभन्दा ठुलो कुरा हो। यो खेललाई नेपाली क्रिकेट प्रेमीहरूलाई, नेपाली क्रिकेट खेलाडीहरूलाई ग्राउन्डमा उतार्ने काम हाम्रा आदरणीय दाजु श्री उमेश बस्नेतजीले गर्नुभयो। सर्वप्रथम उहाँलाई म धन्यवाद दिन चाहन्छु। नमस्कार दाइ, तपाईँ कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। उहाँको परिचय मैले गर्नै पर्छ। उमेश बस्नेतजी साउथ कोरियाको किम्फूमा बस्नुहुन्छ र किम्फूमा भएको नेपालीहरूलाई, नेपाली श्रमिकहरूको समस्याहरूलाई उहाँले नजिकबाट हेर्नुहुन्छ। कम्पनीमा दुर्घटना हुँदा अथवा कम्पनीको साउसँग सेलरीको बारेमा कुरा नमिल्दाखेरि उहाँले सहजै आफ्नो भाषा मार्फत, आफूले आफ्नो अनुभव मार्फत नेपाललाई सहयोग गर्दै आउनुभएको छ। त्यति मात्र होइन, विभिन्न सिपमूलक तालिमहरूमा पनि उहाँले सहयोग गर्दै आउनुभएको छ। यही सेरोफेरोमा म उहाँसँग केही अन्तर्वार्ता लिन गइरहेको छु। उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। दाइ, तपाईँको कारणले अहिले भर्खर क्रिकेट गेम हामीले बडो आनन्दपूर्वक हेर्न पायौँ। तपाईँलाई कस्तो फिल भइरहेछ नि? यो एउटा मेरो लागि पनि एउटा गौरवको विषय हो होइन। मैले मेरो कारणले गर्दाखेरि यहाँ भएका सबै नेपाली साथीभाइहरूलाई एउटा डुलेर अथवा कम्पनीमा सुतेर बस्ने जुन एउटा अवस्था थियो, यहाँ चाहिँ अब हाम्रो साथीभाइहरूलाई एउटा समेटेर भनौँ न एउटा एक्सर्साइज पनि हुने, रमाइलो पनि हुने, आफ्नो भनौँ शारीरिक विकास पनि हुने, यस्तो खालको चाहिँ एउटा अवसर गर्न पाएकोमा मलाई पनि खुसी लागेको छ। आजको खेल हार त नेपालले हारो, तर हारे पनि नेपालले कस्तो प्रदर्शन गरेको जस्तो लाग्छ तपाईँलाई? अवश्य पनि नेपालले राम्रो खेलेको हो होइन। दर्शकहरूलाई पनि एकदमै कौतुलित बनायो। म आफै पनि त्यसको कौतुलित भएँ। अब के होला भन्ने जस्तो भयो। नेपाली साथीभाइहरूले पनि राम्रो खेल्नुभएको। तपाईँको पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश जस्ता देशहरू भनेको विश्वकपमै पनि तपाईँको चाहिँ पहुँच राख्ने एउटा टिमहरू हुन्। अधिकांश तपाईँको चाहिँ उनीहरूका राष्ट्रिय खेलाडी लगायतका टिमहरूका साथीहरू चाहिँ, खेलाडी साथीहरू चाहिँ कोरियामा हुनुहुन्छ, अन्य देशका खेलाडी साथीहरू पनि। त्यस कारणले गर्दाखेरि उहाँहरूसँग चाहिँ हामीले चाहिँ कम्पिटिसन गरेर एउटा चाहिँ हामीले क्रिकेट पनि खासै धेरै पनि भएको छैन नेपालीले खेल्न लागेको भने यो कोरियाको ठाउँमा त खासै त्यस्तो चाहिँ अवस्था पनि मिल्दैन। र उहाँहरूसँग पनि एउटा रमाइलो वातावरणमा अनि तपाईँको चाहिँ प्रतिस्पर्धामा उत्रिएर खेल्नु भनेको एउटा हाम्रो लागि पनि ठुलो कुरा हो, रमाइलो कुरा हो। जसरी तपाईँले नेपालीहरूलाई विदेशमा आएर काम गरेर आफ्नो शारीरिक, मानसिक एउटा भनौँ न परिवारसँग छुट्टिएर टेन्सन त आफ्नोमा छ, त्यो टेन्सनलाई दूर गर्न जसरी तपाईँले धेरै कार्यक्रमहरू आयोजना गर्नुहुँदैछ, अब आउने दिनहरूमा अझ योभन्दा बढी सशक्त तरिकाले कसरी लानुहुन्छ होला? कस्तो सोच बनाउनुहोस् तपाईँले? यसमा चाहिँ के छ भन्नुहुन्छ भने हामी यो किम्फूमा चाहिँ धेरै देशका मान्छेहरू, विदेशका साथीहरूको बसोबास छ। जस्तो फिलिपिन्सका साथीहरूले चाहिँ तपाईँको बास्केटबल खेल्न रुचाउनुहुन्छ होइन। नेपाली साथीभाइहरूले भलिबल, क्रिकेट, फुटबल यस्तो खालको गेमहरू रुचाउन चाहनुहुन्छ। त्यस्तै गरेर श्रीलङ्का, पाकिस्तान, बङ्गलादेशले चाहिँ क्रिकेट खेल्न रुचाउँछन्। र हामीलाई भएको टाइम होइन त्यसमा चाहिँ रहेर गर्दाखेरि हाम्रो पनि टाइम अनुकूल र खेलाडी साथीभाइहरू, कामदार साथीभाइहरूको पनि समय अनुकूल चाहिँ हामीले मिलाएर विभिन्न खालको खेलहरू, कार्यक्रमहरू बेला बेलामा हामीले राखिरहेको छौँ र अझै आगामी दिनमा पनि हामीले राखिराख्ने नै छौँ। अब कार्यक्रमलाई म अर्कोतर्फ लान चाहन्छु। यो त भए खेलका कुराहरू। अब म कार्यक्रममा अलिकति मुड्न चाहन्छु। हामी पक्कै पनि कोरिया भनेको काम गर्न आएको, हामीले आफ्नो पसिना बगाएर पैसा कमाउँछौँ र यहाँ पसिना बगाएको पनि पैसा कहिलेकाहीँ सहजै पाइन्न। यसका धेरै उदाहरणहरू छ। त्यसलाई तपाईँले कसरी सहयोग गर्दै आउनुभएको छ, कसरी सहयोग गर्नुहुन्छ?
यस्ता समस्या अनुसारका सहयोगहरू हामीले उपलब्ध गराइराखेका छौँ होइन। हामीले चाहिँ पहिलो कुरा भनेको म व्यक्तिगत तर्फबाट नै धेरै लागिरहेको छु यसमा। जस्तै गरेर हाम्रो संस्था मार्फत पनि लागिरहेको छौँ। काम लगाएर पैसा नदिने, कुटपिट गर्ने, कम्पनी चाहिँ तपाईँको परिवर्तन गर्नको लागि नदिने, कामदारहरूमाथि चाहिँ थिचोमिचो अन्याय अत्याचारहरू गर्ने जस्ता धेरै कम्पनीहरू पनि धेरै छन्। यसको लागि चाहिँ अब हामीले जस्तो नोदोङबोमा भयो होइन, पुलिसमा भयो। अब पुलिसमा म आफैले काम गर्छु, नोदोङबोमा पनि म आफैले हेर्छु। र आफूले सकेको एउटा विदेशीलाई नेपालीलाई मात्र किन नहोस् होइन, फिलिपिन अथवा चाहिँ तपाईँको श्रीलङ्कन होस् अथवा चाहिँ अन्य देशका जुनसुकै देशका मजदुरहरूलाई पनि हामीले चाहिँ मैले चाहिँ अब न्याय दिलाउन चाहिँ पहल गरिराखेको छु अहिलेसम्म। उमेश बस्नेत भने हामी मजाले चिन्छौँ, तर अझै पनि नयाँ आउने भाइ बहिनीहरूले जुन साउथ कोरियाको विभिन्न भागमा रहेका छन्, उहाँले अझै पनि कहाँ जाने, कसरी सम्पर्क गर्ने भन्ने कुरो थाहा छैन। तपाईँको सम्पर्क उहाँलाई कसरी, सबैलाई साउथ कोरियामा आउने सम्पूर्ण नेपाली श्रमिकहरूलाई कसरी दिन सकिन्छ होला? यसको लागि चाहिँ तपाईँको म चाहिँ किम्पू एरियामा बस्छु होइन। किम्पूमा प्रायः जसो नेपाली साथीभाइहरू मार्फत चाहिँ चिन्जान छ, त्यसमार्फत पनि सम्पर्क गर्न सकिन्छ अथवा मेरो फोन नम्बरबाट पनि सम्पर्क गर्न सकिन्छ होइन। अहिले चाहिँ नि सोसियल मिडियाहरू मार्फत पनि तपाईँको साथीभाइहरूसँग सम्पर्क गर्नको लागि सजिलो छ, त्यसरी गर्नु पनि सकिन्छ। अब हाम्रो चाहिँ किम्पूको इजेन भन्ने ठाउँमा चाहिँ हाम्रो एउटा विदेशीहरूलाई नै सपोर्ट गर्नको लागि एउटा अफिस छ, त्यसमार्फत पनि हामीले सम्पर्क गर्न सकिन्छ, सपोर्ट गर्न सकिन्छ। अनि अब आउने भाइहरूलाई, यहाँ बस्ने कामदारहरूलाई यो काम बाहेक अरू उनीहरूलाई एक्स्ट्रा एक्टिभिटिज गराउनको लागि, उनीहरूको एउटा सिप बढाउनको लागि, उनीहरूले चाहेको कुनै एउटा संस्थामा रिलेटेड आफ्नो समय निकालेर केही सिक्न चाहन्छन् भने उहाँहरूलाई कस्तो व्यवस्था गर्न सकिन्छ होला? त्यो मान्छेअनुसार, स्किल अनुसार, उहाँको चाहना रुचि अनुसार हामीले चाहिँ त्यसको लागि पहल गर्न सक्छौँ होइन। जस्तो कसैलाई कम्प्युटर सिक्ने इच्छा हुन्छ, कसैलाई चाहिँ ल्याङ्ग्वेज पढ्ने इच्छा हुन्छ, कसैलाई ड्राइभिङ सिक्ने इच्छा हुन्छ। त्यस्ता खालको व्यक्तिहरूले हामीलाई चाहिँ अब म चाहिँ यस्तो खालको कुरामा अथवा यस्तो खालको स्किलमा चाहिँ म चाहिँ चाहना राख्छु, तपाईँहरूले के कस्तो खालको चाहिँ सरसहयोग गर्नु सक्नुहुन्छ भन्ने खालको कुराहरू लिएर आउनुभयो भने हामीले सजिलोमा चाहिँ सरसहयोग गर्न सकिन्छ। अब हामीले त्यसो भए अपेक्षा गर्न सक्छौँ यो किम्पू एरियामा, साउथ कोरियाको किम्पू एरियामा एउटा त्यस्तो इन्स्टिट्युट बन्ला जुन हामीले सोचेको कुरा भनौँ त्यस्तो एडभान्स त हामीले विदेशमा भन्न मिलेन। र पनि दाइ अलिकति अनुभवी, अलिक पुरानो एउटा पत्रकारितामा आउनुभएको, तपाईँलाई धेरै अनुभवहरू छ, त्यस्तो अलिक पछि भविष्यमा मिलाउन सकिन्छ भन्ने के चाहिँ किम्पू एरियामा? होइन, हामीले अलरेडी नै पनि सुरु गरेका छौँ। यसको लागि चाहिँ हामीले सेन्टर मार्फत चाहिँ अफिस मार्फत चाहिँ योग्यता, दक्षता, क्षमता अनुसारको हामीले चाहिँ र उहाँहरूको चाहना रुचि अनुसारको चाहिँ हामीले चाहिँ यस्ता खालका गतिविधिहरू हामीले नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। अब हामीले श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानसँग त खेल खेल्यौँ। अब कोरियामा पनि कोरियन महिला, कोरियन पुरुष पनि यो क्रिकेटमा अगाडि बढ्दैछन्, एसियन गेम हुँदैछ। अहिले महिलाको कोच, कोरियाको महिला खेलाडीको कोच भनेको नि नेपाली नै रहेछन्। अनि दाइसँग सम्पर्क गरेर यो हाम्रो नेपाली खेलाडीलाई, क्रिकेट प्रेमीलाई, क्रिकेट खेललाई यहाँको कोरियन टिमसँग हामी खेलाउन सक्छौँ सक्दैनौँ? दाइको कति के छ पहल? यसमा पहल अलरेडी भइरहेको छ हाम्रो होइन। तर के छ भन्नुहुन्छ भने अब एसियन गेम नजिक आउन लागेको छ पहिलो कुरा। त्यस पछाडि गएर क्लोज क्याम्पमा चाहिँ पसिसक्नुभएको खेलाडीहरू हुनुहुन्छ, त्यसमा पनि चाहिँ हाम्रो अलिकति अनुशासित ठाउँ भएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यसको पनि स्टेप बाई स्टेप चाहिँ गएर चाहिँ हामीले चाहिँ त्यो ठाउँसम्म पहुँच पुर्याउनु पर्ने हुन्छ र सरसल्लाह गर्नुपर्ने हुन्छ। यसको लागि अलरेडी हामीले चाहिँ कुराहरू राखिसकेका छौँ। उहाँबाट पनि हामीले समय अनुकूल सम्पर्क गर्छौँ भन्ने कुराहरू राख्नु भएको छ। अब हेरौँ हामीले चाहिँ नि त्यसको लागि सफल हुने नै छौँ जस्तो लाग्छ। आदरणीय दर्शकबिनहरू, लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। धेरै इन्टरभ्यू लिन मन थियो, तर समयको बावजुद हामीसँग समय भएन इन्टरभ्यू लिनलाई। त्यो जाँदै म हाम्रो उमेश बस्नेतजीबाट आफ्नो शुभचिन्तकलाई एउटा केही सर्ट मेसेज दिन। हजुर, सबभन्दा पहिलो कुरो चाहिँ तपाईँहरू हामीले सबैले चाहिँ अलिकति आफ्नो हेल्थलाई ख्याल गर्ने होइन। त्यस पछाडि गएर काममा बस्नु अगाडि पनि तपाईँको चाहिँ अलिकति आफूलाई चाहिने कुराहरूको लागि अलिकति सजग बन्ने।
त्यस पछाडि गएर तपाईँको त्यस पछाडि गएर चाहिँ अलिकति कम्पनीमा पनि सानो कुराहरूमा मिसअन्डरस्ट्यान्डिङ हुने बित्तिकै चाहिँ त्यसलाई चाहिँ गलत तरिकाले चाहिँ तपाईँहरूले भन्नु अगाडि नबढ्नुहोस्, यसको पनि हामी कहाँ आउनुहोस्, अथवा चाहिँ यहाँ चाहिँ एउटा कानुनी निकायहरू छन्। तपाईँलाई यदि कम्पनीमा कुनै प्रकारको चाहिँ अन्याय भएको छ अथवा चाहिँ तपाईँहरूलाई चाहिँ थिचोमिचो भएको छ अथवा तपाईँहरू चाहिँ निर्दोष हुनुहुन्छ र पनि पे लिएर काम गर्नु परेको स्थिति छ अथवा कुनै पनि किसिमको दुःखहरू छन् भने हामी कहाँ सम्पर्कमा आउनुहोस् र तपाईँहरूले पनि आफ्नो लागि अलिकति अनुशासित तरिकाले काम गरिदिनुहोस् भन्न चाहन्छु। धन्यवाद छ उमेशजी, धन्यवाद। आफ्नो अमूल्यको समयको बावजुद तपाईँले हाम्रो कार्यक्रमलाई समय दिनुभएको छ, धन्यवाद। कुराहरू राख्नु दिनुभएको आजको दर्शकबिनहरू अहिले तपाईँले सुनिहाल्नुभयो छोटो इन्टरभ्यू र म पत्रकार सन्तोष खतिवडा सायद छायाघरमा हेलु शेर्पाजी सबैलाई बिदा दिनु होला। हस्, जय नेपाल।